गाइज अब हामी चाहिँ अब यहाँ चियासा खाएर चट्ट सिद्धियो। अब चाहिँ हामी हिँड्यो केटाहरू छ यहाँ छिटम न रोडमा गएर एउटा भिडियो बनाउनु छ यार मेरो। यस्तो बवाल भ्यूहरू छ नि होइन यहाँ चाहिँ। तर म फर्स्ट टाइम आएको हो यहाँ चाहिँ होइन। यो उसमा यो रेस्टुरेन्ट रहेछ यहाँनिर चाहिँ। तर बवाल छ क्या, बस्ने ठाउँ पनि यस्तो यस्तो छ क्या यहाँनिरतिर। यहाँ पुरा जोडी कपालहरू ल्याएर बस्यो नि हुन्छ क्या यहाँनिर। अब हुन्छ नि त गर्लफ्रेन्डहरू चट्ट गर्लफ्रेन्डहरू ल्याएर दिनभरि गफ हाँकेर बस्ने उता पनि रहेछ, यतापट्टि पनि छ। पुरा लाइटले डेकोरेसनै अलिकति बवालै बनाएको छ क्या यो लाइटहरू। यस्तो बवाल बनाएको छ नि होइन। अब जहाँ बस्दा नि हुन्छ कि यहाँभित्र बस्नु भयो होइन, यहाँ बस्दा नि भयो, त्यहाँ हामी बसेको ठाउँमा पनि भयो। अनि यहाँनिर चाहिँ एकदम मजा लाग्यो। म चाहिँ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ फेरि बस्छु होइन। टक्क यो रुखको टुप्पोमा छ क्या गाइस होइन। यहाँनिर चट्ट बस्न मिल्छ होइन। यहाँनिर चाहिँ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ मजाले बस्छु म होइन। अनि यहाँनिर अब हामी चाहिँ यसो खाइयो, यसको पेमेन्ट गर्नु पऱ्यो क्या होइन। साथी पेमेन्ट गर्न गइसक्यो। यहाँभित्र नि यस्तो बवाल छ क्या, पुरा सोरुम जस्तै छ क्या होइन। यहाँभित्र टक्क यहाँबाट हिँडेको क्या, यस्तो बवाल छ क्या चट्ट होइन। कति चाहियो? 260 मसँग छ होला सायद। 260 नै त पुग्दैन होला। ला 50 रुपियाँ रहेछ यहाँ रेट सायद। हामी चाहिँ पेमेन्ट गरेर निस्किसक्यो यहाँबाट। यहाँ चाहिँ यस्तो सोरुम जस्तो छ क्या, खतरा बवाल आउँछ भने यस्तो बवाल छ कि होइन। टक्क यहाँभित्र पनि चट्ट बस्नु मिल्छ कि यहाँनिर होइन। टक्क गर्लफ्रेन्ड ल्याएर आएर अब गर्लफ्रेन्ड भएको भए चाहिँ चट्ट ल्याइन्थ्यो क्या। गर्लफ्रेन्ड छैन, गर्लफ्रेन्ड ल्याएर चाहिँ चट्ट एक दिन बस्नुपर्छ होइन। यस्तो छ नि जङ्गलै जङ्गल क्या, यहाँबाट हेऱ्यो भने उताबाट नदेख्ने खालको जङ्गलहरू छ क्या टक्क। यहाँभित्र पनि छ है। यहाँनिर त्यो सेफ्टी अलिकति कस्तो माटोले लिपियावाला रहेछ होइन। बवाल छ भनेन, खतरा लाग्यो कि। गर्लफ्रेन्ड लिएर आउनु त बवाल हुन्छ है यहाँ। यहाँभित्र पनि टक्क बस्नु मिल्छ यहाँनिर, चट्ट बस्ने हो क्या होइन। बवाल छ भने लाइटको डेकोरेसन पनि त्यस्तै छ होइन। त्यस्तो छ। ल बाई बाई, फेरि भेटौँ ल। नेक्स्ट भ्लग आउँछ फेरि होइन। अब धैर्य गर्नु हेर्नु। अब यहाँबाट चाहिँ अँध्यारो छ त्यस्तै हो। ल बाई बाई, फेरि भेटौँ ल। बाई बाई।